हेलो हाई नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि मेरो च्यानलमा हजुरहरूलाई स्वागत छ। आजको भिडियोमा चाहिँ हामीले तिलको छोप अचार अर्थात् धुलो अचारको रेसिपी तयार गरेर ल्याएका छौँ। सामान्यतया तिलको छोप चाहिँ हामीले प्रायःजसो अचारमा चाहिँ युज गर्छौँ। तिलको छोप राखेर बनाएको अचार खानको लागि एकदम स्वादिष्ट हुन्छ। तर आज हामीले चाहिँ तिललाई नै बेस बनाएर चाहिँ अचारको रेसिपी तयार गरेर ल्याएका छौँ, त्यही पनि धुलो अचार। हामीले सुरुमा 250 ग्राम तिल लिएका छौँ। हजुरहरूले चाहिँ आफूलाई कति आवश्यक पर्छ त्यही अनुसार तिल लिन सक्नुहुन्छ। तिल जुनसुकै लिँदा पनि हुन्छ, सेतो तिल, कालो तिल, हामीले चाहिँ खैरो तिल लिएका छौँ। त्यसपछि चाहिँ हामीले 50 ग्राम जति तोरीको दाना लिएका छौँ। हजुरहरूले चाहिँ पहेँलो तोरी पनि लिन सक्नुहुन्छ, हामीले कालो तोरी लियौँ। अब स्वाद अनुसार यसमा हामीले खुर्सानी लिनुपर्ने हुन्छ। हामीले ड्राई चिल्ली लिएका छौँ। ड्राई चिल्लीको ठाउँमा चाहिँ हजुरहरूले पाउडर पनि लिन सक्नुहुन्छ। हामीले धनियाको दाना 1 चम्चा लिएका छौँ र त्यस्तै जिराको दाना पनि 1 चम्चा लिएका छौँ। अब हामीले स्वाद अनुसार नुन लिने, हामीले थोरै पेरे नुन पनि लिएका छौँ, लगभग हाफ चम्चा छ। अब चाहिँ हाम्रो तिललाई भुट्नु पर्ने हुन्छ। तिललाई चाहिँ हामीले ड्राई भुटेर लिन सक्छौँ। तिललाई चाहिँ हामीले लो टु मिडियम फ्लेममा चाहिँ भुटेर लिनुपर्छ। हामीले हाई फ्लेममा तिललाई भुट्न हुँदैन। अब तिल भुटिसकेपछि चाहिँ यसलाई सेलाउनको लागि चाहिँ हामीले एउटा मिक्सिङ बाउलमा राख्ने। त्यसपछि चाहिँ हामीले खुर्सानीलाई पनि फ्राई गर्ने। खुर्सानीसँगै हामीले धनियाको दाना र जिराको दाना पनि क्रमशःसँग राखेर चाहिँ फ्राई गर्छौँ। यो सबै सामग्रीलाई चाहिँ हामीले ड्राई फ्राई गरेर लिएका छौँ। हजुरहरूले चाहिँ तेलमा स्यालो फ्राई गर्न पनि सक्नुहुनेछ। अब चाहिँ हामीले यसमा नै तोरी राखिदिन्छौँ। तोरी चाहिँ एकदम चाँडै फ्राई हुने भएकोले चाहिँ हामीले तोरीलाई चाहिँ अलिक ढिलो राखेका छौँ। तोरीलाई पनि हामीले राम्रोसँग फ्राई गरिसकेपछि सबै सामग्रीलाई चाहिँ हामीले तिलमा नै राख्ने। अब पिस्नको लागि चाहिँ सबै सामग्री सेलाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ हामीले यसलाई करिब 5 देखि 10 मिनट चाहिँ आरामले सेलाउन दिनुपर्दछ। अब सेलाइसकेको यो सामग्रीलाई चाहिँ हामीले एउटा मिक्सरको जारमा राखेर चाहिँ पाउडर बनाउँछौँ। हजुरहरूले सिलौटोमा पनि यसलाई पिस्न सक्नुहुन्छ, खलमा पनि यसलाई हामीले पिसेर लिन सकिन्छ। अब चाहिँ हामीले स्वादअनुसार नुन र बिरे नुन यसमा एड गर्छौँ र यसलाई चाहिँ राम्रोसँग मजाले पिस्ने। यसलाई एकदम मसिनो बनाएर पिस्नभन्दा पनि ठिक्क बनाएर चाहिँ यसलाई हामीले पिस्यौँ भने चाहिँ अचारको स्वाद चाहिँ एकदम बढी स्वादिलो हुन्छ। हजुरहरू अचारलाई अझ अमिलो होस् भन्ने चाहनुहुन्छ भने चाहिँ यसमा अमचुर पाउडर अथवा चाट मसला पनि एड गर्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ कस्तो लाग्यो, मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। यदि मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यसरी तयार गरेको अचार चाहिँ हामीले महिनौँ दिनसम्म राखेर चाहिँ हामीले खाजासँग मजाले खान सक्छौँ। आगामी दिनमा पनि नयाँ भिडियो लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा चाहन्छौँ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।